साथीहरू, आज मैले धेरै समय अगाडि लगाएको लसुनको बारी अनि केराउको बारी, मुलाको बारी, काउलीको बारीमा भिजिट गर्न आएको छु। पहिले म बसेको ठाउँमा मुला भने एकदम फुलिसकेको रहेछ, काउली फल्दै खाँदै गरिरहेको अवस्था। त्यसै गरेर यो चाहिँ केराउ हेर्न सक्नुहुन्छ, कस्तो मजाले फलिराखेको छ। टिपेर पनि खाइसकियो। अब यहाँ पनि केराउ फलिरहेको छ, रायोको साग। त्यसै गरी यहाँ पनि केराउ छ, मजाले फलिरहेको छ। यो चाहिँ लोकल केराउ हो। त्यसै गरी यो चाहिँ आलु खन्ने बेला भएको छ। आज चाहिँ आलु खन्ने प्लान छ मेरो। संयोगवश यो चाहिँ मसुरो र चना पनि एकदम राम्रो भएको छ। यो चाहिँ राजमा सिमी, यो मसुरोको छेउछेउमा पनि यो राजमा सिमीहरू कस्तो मजाले हरियाली देखिएको छ। यो चाहिँ लोकल धनिया फुलिसक्यो, एक माना जति आउँछ होला। यहाँनिर काउली छ सानो लोकल खालको। र यो भने मेरो बारी। यो फेरि मैले आलु खनेर निकालेको थारू आलु, अत्यन्तै सानो तर मिठोमा धेरै नै मिठो हुन्छ। साथीहरू, तपाईँले पनि यसरी कृषि गर्नु होला है त।